सबैमा नमस्कार। सेवा अहिले हामी यो पूर्वी नेपालको भोजपुर जिल्ला जसमध्ये उत्तरी भागमा रहेको साल्पा सिलुचे गाउँपालिकाको यो माथि लेकमा रहेको साल्पा पोखरीमा छौँ। यो किराँत धर्मअनुसार र विशेष गरेर बौद्ध हिन्दू धर्मअनुसार पनि अत्यन्त पवित्र स्थल मानिन्छ। किराँत धर्मको उद्गम भूमि भनेर पनि यसलाई मानिन्छ र अझ भनौँ माथि सिलिचुङ डाँडा पनि हामी पुगेर आयौँ र तपाईँहरूलाई म देखाउँदैछु यो सुन्दर पोखरी। यो पानी होइन, यो देवताको वासस्थान हो। यो पानीसँग हाम्रो आस्था जोडिएको छ र यो पोखरी वरिपरि नागनगिनी, सिमीभूमि, साल्पै राजा, साल्पै रानी सबै देवताहरूको यहाँ वासस्थान रहेको छ। मन्द जलवृष्टि भइरहेको छ। प्रकृतिको हामीलाई एउटा प्रेम भइरहेको छ, भगवानको आशीर्वाद भइरहेको छ। र तपाईँहरूलाई मैले यो दृश्य देखाइरहँदा यहाँ सुम्निमा र पारुहाङको यहाँ मूर्ति पनि रहेको छ। र सबैजना तपाईँहरू एकपटक अवश्य पनि आउनुहोला। अहिले मुन्नुम पदमार्ग नेपालको मात्र नभएर विश्वको आकर्षण बनेको छ र मुन्नुम पदमार्ग हिँड्दै हिँड्दै साल्पाको दर्शन गरेर सिलिचुङ डाँडा चढेर भगवानको प्रत्यक्ष एउटा दर्शनको अनुभव तपाईँहरूले गर्नुहोला भन्दै हजुरहरूलाई म त्यो पनि सल्लाह दिन चाहन्छु। र तपाईँहरूले वरिपरि अलिकति मौसम अब घरि खुल्ने घरि घाम लाग्ने पानी आउने भइरहेको छ, जसमध्ये अहिले अलिकति जलवृष्टि भएको छ। यो बाटो हामी आउँछौँ र यहाँबाट दाहिने परिक्रमा गर्दै गर्दै यहाँका नागनगिनी सबै देवी देवता, यहाँ जति पनि धेरै देवी देवताहरू हुनुहुन्छ उहाँको दर्शन गर्ने सुअवसर प्राप्त हुन्छ। र मैले तपाईँलाई यति जानकारी गराएँ। तपाईँले दर्शन गर्नुभयो, यहाँ जहाँ हुनुहुन्छ तपाईँ आउन सक्नुहुन्न भने पनि यो दर्शन गरेर सबैले ओम नमः शिवाय भन्नुहोला। सुम्निमा र पारुहाङलाई सम्झिनुहोला, बुद्धलाई सम्झिनुहोला। यो त्रिधार्मिक सङ्गम स्थल पनि हो। विशेष गरेर किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो। हामी पनि यही प्रकृतिका सेवक हौँ। पृथ्वी, जल, तेज, वायु र आकाशको हामी पञ्चतत्त्वको सेवा गर्छौँ, पाञ्चायनको पूजा गर्छौँ, प्रकृतिको पनि पूजा गर्छौँ। त्यही भएर हामी सनातनीहरू हौँ, हामी किराँतीहरू हौँ। सबैमा यही कुरा राख्दै बिदा हुन चाहन्छु। नमस्कार। सेवा।